हाम्रो एडभेन्चर चाहिँ खतरा भइरह आइयो माथि दीपक दादा। नमस्ते अब 5-6 जिल्ला घुमेर आउने भन्ने योजना छ हाम्रो होइन। अनि त्यस रमाइलो भयो जिप रिजर्भ गरेर त्यही हो, हेर्दै जानुहोस् यार घन्टा यार हेर्दै जानुहोस्। लेट्स सी के हुन्छ। मजा आयो नि यहाँ त, यो त मजा आयो कि। हाम्रो एडभेन्चर चाहिँ खतरा भइरह आइयो माथि दीपक दादा। तर कम्फर्टेबल भएन के अमिलो हामी सोच्थ्यो कहाँ यता जाकिन उकालो बाटो हो कि 4 बजे पुग्ने भन्ने मेरो टार्गेट हो। 4 बजे पुऱ्याउँछु भने नमस्ते नमस्ते। बाटो बन्दैन अब यहाँ त के चो यार। ल हामी आइयो ठुला बोरा है। ल हावा खाँदै चिसो हावा खाँदै आइएको छ। कति बेला पुग्छ थाहा होइन। रमाइलो छ, रमाइलो भइरह। जाने हुन्छ कि जाँदा यो चाहिँ लास्ट गाडी हो। टाढा हो गरे चाँडै हिँड्नु पर्छ, रात पर्छ होइन। बुटोल जति लाग्छ मान्छे गरे त 4 बजे गएर छुन्न पर्नुपर्छ। किन आइसु टाढा उता ट्याक्सी आइहाल्यो कि ट्याक्सी आएको रातो नम्बर प्लेटवाला होइन। प्राइभेट त गरेन, प्राइभेट गाडी यहाँ यहाँ गइन्छ यहाँ गइन्छ माथि त्यहाँ हो कि यहाँ बिचमा हेरी त्यही हो दिपी। हामी टाबा जाने टाबा हो यहाँ 4 जान्ने रङ्गल। अब यो कस्तो अनुभव भइरह्यो। हामी अर्का त सही हो त उतै यो त्यो अशोकको पारी।
हामी चाहिँ गुल्मी रेसुङ्गा चाहिँ छिर्यो चिनीजना चिसो त चिसो बहुत छ चिसो हाके यार मुस्ताङतिर हाकेर नि यतिबाट मुस्ताङतिर गइन्छ हाम्रो नि पहिलो अनुभव हो गुल्मी पनि त्यही भएर अनुभव गर्दै हिँडेको आज चाहिँ गोप्रोबाट सुट भयो चिसो मौसमलाई तातो बनाऊ कि भनौँ तर बजार देख्यो ल गुल्मीको है गाइस चिसो त बहुत छ है म्याक्स गुलीको मान्छे कसरी बस्यो यहाँ है यत्रो रेसुङ्गा एउटा उल्टो खालको ट्याक्की रेसुङ्गा ट्याक्की राम्रो माथिको रेसुङ्गा दिँदै त्यही हो कि पार्किङ माथिको रेसुङ्गा लेख्यो नि डाँडा 50 रुपियाँ टिकट छ अरे जानुपर्छ त्यहाँ हिँड्दै जान्छ पहिले गएर कहाँ बसिन्छ त्योले फोन बनाउने अब हामी चाहिँ आउनु लागि अब सल्लाह गर्नु पऱ्यो आउन पनि लाग्यो गाडी हुस्ती आउँछ नि यार सानो वान वे रोड हो नि त त्यही भएर माथिको यो अर्जुन डाँडा हो नि यो माथि यो देखेको सेल्फी टावर म त गहुँ जानु त बहुत चिसो भएर हुन्छ गुल्मी आएर चिसो खाने के खाने मान्छे छक्का माथि दौलागिरी मान्छे ठ्याक्कै कस्तो कहाँ जाने बाटो हो नि जब हामी नर्पनेर जाइन्छ नि त्यस्तै कि त्यहाँ त माथि चिराउँछ नि बाइन लगा भनेर चिराउनु अरे बस्यो तर भविष्यका यार जेनजी बोलेरो हामी चाहिँ नास्ता खान काम चल्दैछ यहाँ के छ तेरो कस्तो लाग्यो जिब्रे पकौडा खाँदै कुसो लाग्यो यस्तो दामी रहेछ नि पकौडा यार हामी चाहिँ चार बजीतिर आइयो अहिले मान जा